लेखक तथा प्रशिक्षक दिनेशमणि शर्माको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानल टिएससी बुस्टअपमा। साथीहरू, शिक्षा खण्डमा सबैभन्दा गाह्रो मानिने सिकाइ सिद्धान्तहरूको बारेमा मैले चर्चा गर्दै आइरहेको छु र यसै सन्दर्भमा चाहिँ आज मैले साथीहरूसँग बान्डुराको सामाजिक सिकाइ सिद्धान्त, बान्डुरा सोशल लर्निङ थ्योरीको बारेमा चर्चा गर्न गइरहेको छु। बान्डुराको सामाजिक सिकाइ सिद्धान्त, बान्डुराको सामाजिक सिकाइ सिद्धान्तलाई साथीहरू बान्डुराको अनुकरणात्मक सिकाइ पनि भनिन्छ। ख्याल गर्नु होला। फर्स्ट, बान्डुराको अनुकरणात्मक सिकाइ, अनुकरणात्मक सिकाइ पनि भनिन्छ। नम्बर फर्स्ट, बान्डुराको अनुकरणात्मक सिकाइ पनि भनिन्छ। यसको अर्थ के हो भन्दा बान्डुराको चाहिँ सामाजिक सिकाइ सिद्धान्तहरू अनुसार सिकाइ केबाट हुन्छ भन्दा सिकाइ केबाट हुन्छ त भन्दा अनुकरणबाट अथवा चाहिँ नक्कल गरेर। गुदी कुरो हो साथीहरू, बान्डुराको सामाजिक सिकाइ सिद्धान्तको गुदी कुरो भनेको चाहिँ सिकाइ भनेको अनुकरण अथवा नक्कलबाट हुन्छ भन्ने हो। गुदी कुरो यो बुझ्नु होला। र यो भनेको चाहिँ व्यवहारवादी र संज्ञानवादी दुवैको चाहिँ मिश्रित सिद्धान्त। यो के हो? व्यवहारवादी प्लस संज्ञानवादी को चाहिँ मिश्रित सिद्धान्त हो। मिश्रित सिद्धान्त हो। यसमा पनि तपाईहरु चाहिँ क्लियर हुनु होला। र उनले आफ्नो प्रयोग चाहिँ अल्बर्ट नामक बच्चामा गरेका थिए। प्रयोग चाहिँ केमा गरेका थिए भन्दा अल्बर्ट नामक बच्चा, अल्बर्ट नामक बच्चाको सिद्धान्त भनेको चाहिँ मानिसमा गरिएको पहिलो सिद्धान्त। मानिसमा प्रयोग गरिएको पहिलो सिद्धान्त हो। पहिलो सिद्धान्त। यसभन्दा अगाडिका चाहिँ सिद्धान्तहरू चाहिँ जनावरमा चाहिँ प्रयोग गरिएको थियो भने मानिसमा प्रयोग गरिएको पहिलो सिद्धान्त भनेको चाहिँ बान्डुराको सामाजिक सिकाइ सिद्धान्त हो। इक्जाममा चाहिँ बढी मात्रामा इम्पोर्टेन्स छ साथीहरू, ख्याल गर्नु। मानिसमा प्रयोग गरेको पहिलो सिद्धान्त तलका मध्ये कुन हो भन्यो भने बान्डुराको सामाजिक सिकाइ सिद्धान्त भन्ने कुरो भन्नुभयो। र उनले आफ्नो परीक्षण चाहिँ यो केजी किन्डरगार्टन केजीमा अध्ययनरत विद्यार्थीहरूमा चाहिँ परीक्षण गरे। यसको मुख्य सार हेर्नुहोस् है त, यो बान्डुरा सोशल लर्निङ थ्योरीको मुख्य सार भनेको चाहिँ के भन्दा अरूको व्यवहारलाई हेरी नक्कल वा अनुकरण गरेर, के गरेर साथीहरू? नक्कल वा अनुकरण गरेर व्यवहारमा के आउँछ? परिवर्तन आउँछ। यो साथीहरु मुख्य सार भनेको चाहिँ यो बान्डुरा सोशल लर्निङ थ्योरीको
अरूको व्यवहारलाई हेरी नक्कल वा अनुकरण गरेर व्यवहारमा परिवर्तन आउँछ। यही नै यो सोशल लर्निङ हैन, बान्डुरा सोशल लर्निङ थ्योरीको चाहिँ मेन कन्सेप्ट। र यो सामाजिक सिकाइ सिद्धान्तमा चाहिँ मुख्य दुईवटा तत्त्वहरू चाहिँ संलग्न हुन्छ। हेर्नुहोस् है त, मुख्य दुई तत्त्व के हुन्छन्? संलग्न हुन्छन्। यो दुई तत्त्व भनेको चाहिँ नम्बर फर्स्ट नमुना, नमुना यसलाई मोडेलिङ भनिन्छ। हेर्नुहोस् है, नमुना। र अर्को चाहिँ अवलोकनकर्ता, अवलोकनकर्ता, अब्जर्भर। लर्निङ थ्योरीमा दुईवटा तत्त्व चाहिँ संलग्न हुन्छन् साथीहरू। पहिलो भनेको चाहिँ नमुना जसलाई मोडेलिङ भनिन्छ भने दोस्रो चाहिँ अवलोकनकर्ता जसलाई अब्जर्भर भनिन्छ। अब के हुन्छ? अवलोकनकर्ताले नमुनाले जस्तै क्रियाकलाप देखाउँछ। के गर्छ? अवलोकनकर्ताले नमुनाले जस्तै क्रियाकलाप देखाउँछ। अवलोकनकर्ताले नमुनाले जस्तै क्रियाकलाप देखाउँछ। के को माध्यमद्वारा? अनुकरणको माध्यमद्वारा, नक्कल गरेर हो, अनुकरणको माध्यमद्वारा। जे देख्छ त्यसैलाई कपी गर्छ साथीहरू। अथवा अवलोकनकर्ताले के गर्छ? नक्कल गर्छ। यति कुरो होइन त? अवलोकनकर्ताले नमुनाको नक्कल गरेर आफ्नो व्यवहारमा चाहिँ परिवर्तन ल्याउँछ। हो, यही हो सोशल लर्निङ थ्योरीको चाहिँ बुद्धि कुरो बुझ्नु पर्यो। मोडेलिङ, अब्जर्भर, त्यसपछि गएर नक्कल। अब त्यसो हो भने यसको शैक्षिक प्रयोग चाहिँ के हो त? यसको शैक्षिक प्रयोग पनि अघि नै मैले चर्चा गरेका तीनवटा कुराहरू हुन्छ। अब्जर्भेसन, इमिटेसन र मोडेलिङ। अब्जर्भेसन, इमिटेसन र मोडेलिङ हो। अवलोकन, नक्कल र नमुना। अवलोकन, नक्कल र नमुना। जब सिकाइ नक्कलद्वारा हुन्छ, अनुकरणद्वारा हुन्छ भन्ने कुरो बुझिसके पछाडि नमुना पनि एकदम स्पेसलै हुनु पर्यो। किनभने नमुनालाई चाहिँ नक्कल गर्छन् स्टुडेन्टहरूले र त्यसको अब्जर्भेसन पनि राम्रोसँग गर्नुपर्ने हुन्छ। यस प्रकार शैक्षिक क्षेत्रमा चाहिँ अवलोकन, नक्कल र नमुना यी तीनवटा विषयवस्तुलाई चाहिँ बढी मात्रामा ध्यान दिनुपर्ने हुन्छ यो बान्डुरा सोशल लर्निङ थ्योरी अनुसार। ल साथीहरू, आज मैले साथीहरूसँग यो बान्डुरा सोशल लर्निङ थ्योरीको बारेमा चर्चा गरेँ। यसमा सबैभन्दा एकदम बुझ्नै पर्ने कुरो चाहिँ तपाईहरुले एक्जामिनेसन पोइन्ट अफ भ्यूले चाहिँ यो अल्बर्ट नामक चाहिँ हैन बच्चामाथि परीक्षण गरिएको कुरो, केजीमा अध्ययनरत बालबालिकाहरूमा चाहिँ अध्ययन गरिएको कुरो अनि मानिसमा प्रयोग गरिएको पहिलो सिद्धान्त हो भन्ने कुरो, त्यसपछि आएर यो हैन नमुना र अवलोकनकर्ता, मोडेलिङ र अब्जर्भर हैन, यति विषयवस्तुहरू चाहिँ ख्याल गर्नुभयो भने यसबाट आउने क्वेशन चाहिँ मिस जाँदैन साथीहरू। ढुक्काउनु होला र यसलाई चाहिँ राम्रोसँग हेर्नु होला। त साथीहरू, यो भिडियो यहाँहरूलाई कस्तो लाग्यो? कृपया यहाँहरूको रचनात्मक सुझावको अपेक्षा गर्दछु र यस भिडियोलाई लाइक, कमेन्ट तथा सब्स्क्राइब गरिदिनु पनि हार्दिक अनुरोध गर्दै यो सिकाइ सिद्धान्तसँग सम्बन्धित बाँकी भिडियो आगामी दिनमा अथवा छिट्टै नै ल्याउने प्रतिबद्धता व्यक्त गर्दै म यहाँबाट
बिदा हुन चाहन्छु। नमस्कार, यहाँहरूको जय होस्।